त्यो टिप्सहरू कसरी मिनिमम गर्ने वा कसरी म्याक्सिमम गर्ने त्यो टिप्सहरू के छन् भने काइन्डली बताइदिनु होला। उहाँको एक्साइज जल्दो बोल्यो 3टा प्रश्न आयो। पहिलो कुरा हामीले आफै प्रयोग गर्ने हो। तपाईँले गाडी कुदाउनुहुन्छ है, तपाईँले मिनिमम भएर राखेर गाडी कुदाउनु के हुन्छ, म्याक्सिमम राखेर गाडी कुदाउनु ओहो गाडी छोडेर पास भयो नि त, ओहो गाडी आयो भन्नुभयो के हुन्छ, यो त तपाईँको अगाडि नै छ रिजल्टको। त्यस कारणले गर्दाखेरि भयलाई हामीले सक्दो मध्यम मार्गबाट यहीँ जाने हो र मध्यम मार्गले नै हामीलाई धेरै चाहिँ इन्भेस्ट गर्नुपर्छ। र दोस्रो प्रश्नको त भयले हामीलाई नियन्त्रण गर्ने हो कि हामीले नियन्त्रण गर्ने हो। अब चाहिँ तपाईँको मैले अघि भने एउटा मान्छेलाई 1 लाख रुपियाँ तिर्नुपर्ने भयो कसैले, अब त्यो मान्छे पनि को त्यसमा पनि भर पर्छ। खतरनाक मान्छेको एउटा क्याटेगोरी हुन्छ, नराम्रो मान्छेको एउटा क्याटेगोरी हुन्छ, हत्याराको एउटा क्याटेगोरी हुन्छ। हामीले चाहिँ 1 लाख रुपियाँ हत्याराबाट लिएको छौँ भने त्यसले हामीलाई बहुत आकर्षित गर्छ। त्योभन्दा अलिकति लो डेन्जर भनौँ न, खतरनाक हो भने अलिक कम गर्छ। तर दयालु मान्छे हो भने त्यसले के गर्छ भने त्यो मान्छे दयालु छ, मलाई केही गरिहाल्दैन अहिले भनेर मानिलियो। अब चाहिँ खतरनाक मान्छेको दिन हामीले 1 लाख रुपियाँ लिएको छौँ भनौँ, मानिलियो। अब उसलाई तिरेन भने हामीलाई मार्नेवाला छ, सताउनेवाला छ, पर्साउनेवाला छ भने उसको 1 लाख रुपियाँ अब धेरै मान्छेको क्षमता हुन्छ अहिले, तर क्षमता नभनेको हामी कुरा गर्छौँ। उसको क्षमता छैन, उसले के गर्न सक्छ त भने त्यो 1 लाख रुपियाँको ठुलो भयलाई बाँड्न सक्छ। बाँड्ने कसरी भने उसले 10,000को किस्ताबन्दी गर्न सक्छ अथवा 20,000को किस्ताबन्दीमा दिन्छु भनेर भनिसकेपछि उसको त्यो 1 लाखको भाग चाहिँ 5 भाग हुन्छ। 20मा हो भने 10 भाग हुन्छ चाहिँ तपाईँको 10मा हो भने यसरी चाहिँ नि उसले बाँड्न सक्छ। उसको आफ्नै भय चाहिँ त्यसरी कम हुन्छ। र अर्को एउटा प्रश्न यहाँको भयले हामीले नियन्त्रण गर्ने हो कि हामीले नियन्त्रण गर्ने हो। सुरुमा अपर्चुनिटीमा केही भयहरू पैदा हुन्छ। जस्तो मैले भने 1 लाखको आयो भयो, अब अथवा कुनै ठाउँमा चाहिँ नि तपाईँको बाघ आयो होइन, बाघ आयो घरको अगाडि, बाघलाई हामी समस्याको रूपमा लियौँ अथवा भयको स्रोतको रूपमा लियौँ। यसका 3वटा बाटाहरू हुन्छ। यो बाघ आयो, साँच्चीको बाघ त कहिले कहिले मात्रै आउँछ अथवा आउँदैन पनि, तर मानसिक बाघ धेरै आउँछ। मनको बाघले खाओस् नखाओस् भन्ने छ नि एउटा, मनको बाघले बहुत खान्छ हामीलाई। अब मनको बाघको उत्पादनको स्रोत भनेको मन नै हो। फेरि जब मनबाट तपाईँको बढी डराउनु भयो होइन, त्यसलाई तपाईँको मुठल गर्ने सामान्य गर्ने अरू मान्छेले गरेर हुँदैन, त्यो आफैले गर्ने हो। फेरि पहिला त्यो भय उत्पन्न भयो आफैबाट, त्यो भय मबाट यस कारणले भय उत्पन्न हुँदै रहेछ है, अब यसलाई मैले यसरी समाधान गर्छु भने समाधान पनि आफै निकाल्ने हो। मैले भने मिस्टर तिमी आफ्नो भयलाई बढाऊ भन्दा बढ्दैन नि, त्यो भय त घटाउ भन्दा पनि घट्दैन हो। उनले आफै महसुस गरेर म कुन पोजिसनमा कुन अवस्थाबाट गुजिरहेको छु भनेर महसुस गरेपछि हाम्रो सिद्धान्तको एउटा कारण के महसुस गराउने चिनाउने हो र त्यसलाई अलिकति बाटो देखाउने हो। त्यो गरेपछि उसको चाहिँ भय आफै समाधान पनि हुन्छ र भयको समाधानले उसको जीवनमा धेरै कुराको समस्याको समाधान पनि हुन्छ।